अब समाचार विस्तारमा। संविधानमा धर्मनिरपेक्षता र जातीय विभेद गर्न नपाउने लेखिए पनि गाउँ गाउँमा अझै पनि जात र धर्मको कारण विभेद भइरहेको छ। यसै विभेदभित्र राधाकृष्ण जस्ता प्रेम समेत जन्मिरहेका छन्। नमस्ते दिदी। नमस्कार। ल बस। दिदी आज नयाँ कथा सुनौँ न। ए तिमीहरू आज नयाँ कथा सुन्ने? हो दिदी, आज नयाँ कथा सुनौँ न। ल ठिकै छ, कलियुगको राधाकृष्णको कथा सुनाउँछु ल। गोर्खामा लाप्राक भन्ने गाउँ छ। त्यहाँ सबै घरहरू उस्तै छन् र सबैको मन पनि उस्तै छ। तर मानिआएको धर्म संस्कृतिले गर्दा अझै पनि मान्छे बीच विभेद अन्त्याउन सकेको छैन। त्यसै गाउँमा बस्ने सबैलाई समान मान्ने पण्डित कृष्ण प्रसाद आचार्यको दाजुभाइ राधा न्युपाने र राधा तामाङको मायाको कथा हो यो। छेउ मन्दा भुल्छु कामै धन्दा हजार गुणा राम्री छौ प्रकृति भन्दा। ए हजुर मुस्कुराउँछौ मन्दा भुल्छु कामै धन्दा हजार गुणा